पैंतिस वर्ष नङ्गा नाच देखाएको त अब हुँदैछ नि त। बालुङ शाह किन बोलेनन्? किन बोल्नु पर्यो? किन? बालुङ शाह बोलेनन् भन्दा केपी ओली नबोलेको थिए र? प्रचण्डको बाबुरामको केही अस्तित्व थिएन र? केही थिएन र? बोलेर के भयो त? कहाँ? खोइ 35 होइन 40 वर्ष हुन लाग्यो। अनि के यो शताब्दीको युवा जोस जाँगर चाहिँ के खेरै जाने पानीमा? होइन, लाल बुजक्कड भने अब माओवादीले सिकाएको, माओवादी फेल भइगयो। अब के भन्नु अब त्यो कुरा त। एउटा त्यो ऱ्याबेस भन्छ कि तपाईँको अन्डरस्ट्यान्डिङको सबैभन्दा तल्लो निचोडको अर्थमा ऱ्याबेस अन्डरस्ट्यान्डिङ भन्छ क्या तपाईँको। त्यस्तो पनि गर्न नसक्ने 35 वर्ष आफ्नो हातमा राज्य हुँदा पनि केही पनि ख्याच्न नसक्ने मान्छेहरू गफ दिएर बस्ने। अब हामी कसरी विश्वास गर्ने? नेपाली जनताले किन विश्वास गर्ने? के भन्दा विश्वास गर्ने? यस्तो हुन्छ लोकतन्त्रको ध्वास दिने मसियाहरूलाई लोकतन्त्रको मिनिङ के हुन्छ? लोकतन्त्र भने के हो? वाट इज लोकतन्त्र भन्ने थाहा छ? गफाडी बकवासहरूले तपाईँको अब गफ दिनु। बालेन शाह किन बोलेनन्? जवाफ दिनु पर्यो भन्ने 35 मा घन्टा हेरेर बसेको थिएँ। मासला कुत्तेका बानहरू। हामीले बिलिभ गरेको थिएन? जनताले म्यान्डेट दिएको थिएन? काङ्ग्रेस भनेर देखेको थिएन? बहुदलीय जनवाद, प्रजातान्त्रिक व्यवस्था भनेर के बिलिभ गरेको थिएन? समानुपातिक लोकतान्त्रिक विधि र पद्धति भन्दा के जनताले ताली पड्काएको थिएन? 64 सालमा के माओवादीलाई बिलिभ गरेको थिएन? अनि अब के घन्टा खेलाएर बसेको थियो 35 वर्ष? देखिस् नि अब घन्टीले के गर्यो। यस्तो हुन्छ के पर्खिनुको। भोलि भन्ने तासै रात बसे अग्रस लायो। द्याट्स इट।